हाम्रा पुर्खाहरूले कयौं वर्ष लगाएर खेती नहुने ठाउँ जङ्गललाई फडानी गरेर खनजोत गर्दा गर्दा खेती योग्य बनाइदिए। अहिले हामी त्यही ठाउँमा गिट्टी, बालुवा, सिमेन्टहरू बिछ्याएर जताततै घरहरू ठड्याएर फेरि चट्टान जस्तै बाँझो बनाइरहेका छौँ। आजभन्दा लगभग 4-5 वर्ष पहिलेसम्म यो ठाउँमा एउटा पनि घर थिएन। टाढा टाढासम्म खेतै खेत मात्र देखिन्थ्यो। त्यो बेलामा ठाउँ अनुसार खेतहरूको पनि आफ्नै नाउँ हुने गर्दथ्यो। लगही खेत, चौतर्नी खेत, सिनुरार खेत, लौखनी, जखडी आदि इत्यादि अनौठा अनौठा नाउँहरू राख्ने गरिन्थ्यो। अहिले यी सबै अनाम नगर जस्तै भइसके। खेतहरूको नामै छैन, घरै घर मात्र भइसके। हाम्रो भौतिक शरीरको अवशेषपछि एक मुठी मात्र माटो बन्दछ, लगभग 20 ग्राम जति मात्र। प्राकृतिक तरिकाले माटो बन्ने र बगेर फेरि खेर जाने भइरहन्छ। यस्तो अमूल्य माटोलाई कागजको पैसामा किनबेच गरिन्छ। पैसा हुनेहरूले जमिनहरू किनेर आफ्नो कब्जामा लिने प्रवृत्ति दिन प्रतिदिन बढ्दो छ। गाउँघरका सिधा साधा किसानहरू कोही समस्यामा परेर वा अरू कुनै उपाय नभएर बेच्ने गर्छन् भने कोही भौतिक सुख सुविधाको लागि आफ्नो जग्गा जमिनहरू बेच्ने गर्छन्। कतिपय ठाउँहरूमा त सरकारको तर्फबाट पनि निर्माण सम्बन्धी बहानामा खेतीयोग्य जमिनहरू खोज्ने काम भइरहन्छ। सुन्दा अनौठो लाग्ला। कतिपय देवी देवताहरू माटोको थुम्काको रूपमा अझै पनि यो धरतीमा छन्। माटोको पूजा गरिन्छ। त्यसैले माटो वा जमिन बेच्नु भनेको आमालाई बेचे जस्तै हो। मृत शरीरको अवशेषबाट बनेको माटोलाई बेच्नु भनेको मरेको लास बेचे जस्तै हो। पहिला पहिला जग्गा जमिनहरू पनि दान दक्षिणामा लिने दिने गरिन्थ्यो। सुविधाको लागि साटफेर गर्ने गरिन्थ्यो। यसबाट लिने र दिनेको बीचमा एक प्रकारको भावनात्मक सम्बन्ध रहन जान्थ्यो। हुन त अहिले पनि अधियामा दिने, ठेक्कामा लगाउने र बन्दगी खाने परम्परा अझै पनि छ। अहिले जग्गा जमिन किन्ने मान्छेहरूले खेतीपाती गर्दैनन्। बस्नलाई घर छँदाछँदै पनि नयाँ घर बनाउँछन् या ठाउँ मात्र ओगटेर बस्छन् र मौका पाउने बित्तिकै 2 गुणा फाइदामा बेचिदिन्छन्। खान नपुग्ने समस्या त मान्छेले आफैले निम्ति आएको हो नि। प्राकृतिक सम्पदाहरूको सही बाँडफाँड नगरेर। प्रकृतिले त पहिल्यै व्यवस्था गरेर मात्र जन्म दिन्छ। बच्चा जन्मेपछि उसको शरीरको विकास राम्रोसित नहुँदासम्मको लागि आमाको दुधको व्यवस्था गरिएको हुन्छ। त्यसपछि गरी खानको लागि हात खुट्टा दिएको छ, सही निर्णय गरोस् भनेर दिमाग दिएको छ। यी हतियारहरूलाई सही सदुपयोग गर्न नजान्नु वा गर्न नचाहनु यो त मूर्खता हो। सामान्य दाल, भात, रोटी, तरकारीले मात्र पनि त बाँच्न सकिन्छ। ताजा अन्नलाई फर्मेन्टेसन गरेर केमिकलहरू मिसाएर विदेशीहरूले झैँ पाउरोटी, पिज्जा, बर्गर, चाउमिन, बिस्कुट, नुडल्स, केक बनाएर खान्छन्। अनि फेरि शरीरलाई चाहिने पानीको साटो कोक र पेप्सी पिउँछन्। यति धेरै परिकार बनाउने फ्याक्ट्रीहरूको लागि कति धेरै जग्गा जमिनहरू चाहिन्छ होला त, कल्पना गर्नुहोस् त। अनि फेरि त्यसबाट निस्किने बाई प्रोडक्ट्स बेकार पदार्थहरूको कारणले मानव जनजीवनमा के असर पार्छन्। सम्पूर्ण वातावरण प्रदूषित भएर आज जलवायु नै तहस नहस भइसकेको छ। हाम्रो त आफ्नै परम्परा छ। ताजा अन्नबाटै स्वस्थ, सुरक्षित र सजिलै ढिँडो र रोटीका अनेक परिकारहरू हाम्रा आफ्नै भान्साघरमै तयार हुन्छन्। बजारका प्याकेट बन्द खानेकुराहरू भन्दा आफ्नै आमाको हातबाट तयार गरिएका व्यञ्जनहरू कयौं गुणा गुणकारी र सुरक्षित हुन्छन्। त्यसमा माया मिसिएको हुन्छ, ममत्व र वात्सल्य हुन्छ। मेरो आमाले यसरी खान दिनुहुन्थ्यो भनेर पछिसम्म याद रहन्छ। प्लास्टिकका प्याकेटहरूमा राखिएका खानेकुराहरू खाँदा खानासँगै प्लास्टिकको केही न केही अंश पनि हाम्रो शरीरभित्र प्रवेश गरिरहेको हुन्छ। प्लास्टिक बनाउनको लागि एउटा केमिकल प्रयोग हुन्छ जसले हाम्रो शरीरको हड्डीलाई समेत गलाउन सक्ने क्षमता राख्छ। आजभोलि जवानीमै घुँडा दुख्ने, कम्मर दुख्ने जस्ता समस्याहरू किन बढ्दो छ? यही प्लास्टिक माटोमा गयो भने त्यो ठाउँमा केही पनि बिरुवा उम्रिँदैन। भोजनको सही सदुपयोगले माटो र जमिनको महत्त्व दर्शाउँछ भने प्याकेट बन्द खानेकुराहरूले फ्याक्ट्रीहरूको महत्त्व दर्शाउँछन्। किनकि मान्छेको ध्यान खाद्य पदार्थमा जान्छ, कहाँबाट आएको हो भनेर कच्चा पदार्थमा जाँदैन।
वर्षातको बेलामा आकाशबाट परेको पानी माटोभित्र रसाएर जान्छ, जसको कारणले माथि सतहमा पानी जम्न पाउँदैन। जमिनको सतहमा सिमेन्ट र टाइलहरू बिछ्याएर एक त हामीलाई धरतीबाट अलग गरे जस्तै भयो, अर्को वर्षाको पानी जमिन मुनि जान नपाएर आज कयौं सहरहरू डुब्दैछन्। बाढी पहिरोको कारणले धनजनको क्षति भइरहेको छ। पहिलेका माटो र काठबाट बनाइएका घरहरू पुरानो भएर भत्किएर गए पनि माटोमै मेसिन्थ्यो, माटो नै बन्थ्यो। सिमेन्ट टेक्नोलोजीले आज धरती छाइसक्यो। यही तरिकाले विकास भइरह्यो भने कुनै दिन खेती गर्नको लागि सिमेन्ट फोरेर माटो निकालेर जम्मा गर्नुपर्ने दिन नआउला भन्न सकिन्न। जङ्गल फडानी त सम्भव थियो, सिमेन्ट फडानी कसरी गर्ने, कहाँ लर थुपार्ने? सीमित स्वार्थ र भौतिक सुख सुविधाको लागि हामीले प्रकृतिको जुन व्यवस्थामाथि प्रहार गरिरहेका छौँ, त्यसको लागि हामीले भविष्यमा ठुलै मूल्य चुकाउनु पर्नेछ।